सबैजनालाई म चाहिँ अब नानी ल्याउनु जाँदैछु स्कुलपट्टि होइन। तपाईँहरू चाहिँ के गर्नु हुँदैछ त्यो चाहिँ मलाई थाहा भएन। पापालाई खाजाहरू बनाइदिइसकेर म चाहिँ अब स्कुल जाँदैछु होइन। स्कुल जाँदैछु साथीहरू। तपाईँहरू चाहिँ के गर्नु हुँदैछ? यहाँ चाहिँ हेर्नुहोस् न, धुम्म भइरहेको छ, बादल लागिरहेको छ हाम्रोपट्टि चाहिँ। तपाईँहरूपट्टि कस्तो छ साथीहरू? हेलो साथीहरू, हाम्रोमा चाहिँ अब जाँदैछु स्कुल ल्याउनु र चाहिँ यस्तो छ है, लुङदारहरू पनि छ बाटोमा, हामी जाने बाटोमा होइन, नानी ल्याउनु जाने बाटोमा। तर यति साह्रो पानी पऱ्यो क्या यहाँ हेर्नुहोस् न, पानी पऱ्यो। यहाँ म चाहिँ पानीमै भिजेर जाँदैछु नानी ल्याउनु हो। छाता छैन नि त, तल घरमा चाहिँ छाता बिर्सिराखेको छ। अब मेरो घर पर देख्दैछ, त्यो घरमा गएर चाहिँ छाता लिएर स्कुलतर्फ जानुपर्छ म चाहिँ होइन साथीहरू। म चाहिँ यति भन्न चाहेँ अहिलेको लागि। म चाहिँ फाइनल्ली मेरो घर आइपुग्यो। अहिले पनि पानी परिरहेकै छ र अहिले चाहिँ आइपुग्यो म चाहिँ घर चाहिँ होइन। मेरो घर आइपुग्यो र साँच्चै र फ्याँसै भयो होइन घर आइपुग्दा। यो चाहिँ मेरो बस्तीको कुखुराको खोर हो। यो चाहिँ बस्ती छ, बस्ती कुखुरा छ र ब्रोइलरको पनि छ, पोल्ट्रीको पनि माथि छ। पोल्ट्रीको चाहिँ यति गुम्बो जानु छ, पोल्ट्रीको चाहिँ नानी आएर मात्र हुन्छ। यहाँनिर म चाहिँ दैलो खोल्न आँटेँ साथीहरू। म चाहिँ दैलो खोल्दैछु अहिले चाहिँ। घर आइपुग्यो फाइनल्ली। म अब चाहिँ छाता टिपेर फेरि नानी ल्याउनु जानुपर्छ। म चाहिँ मैले यहाँ राखेको थिएँ छाता रहेछ यहीँ हो। यो चाहिँ मेरो घर हो र म चाहिँ अब यहीँ अब यहाँ हिँड्दैछु र अब फेरि उयो गर्नुपर्छ, दैलो चाबी लगाइराखेर जानुपर्छ है साथीहरू। यो चाहिँ साह्रो छ नि त साथीहरू। म चाहिँ अब स्कुल जाँदैछु, पुग्नु आँट्यो होइन। स्कुल भन्दा पनि धेरै टाढो छ स्कुल चाहिँ होइन। धुम्म भएर पानी पर्न थाल्यो चाहिँ। यहाँ चाहिँ म चाहिँ यसरी छाता ओढेर जाँदैछु, पानी परेर हो। पानी पर्न थाल्यो नि त, चाहिँ जाँदैछु अब चाहिँ नानी ल्याउनु लागि घरदेखि छाता ओढेर। साथीहरू म चाहिँ सबैले आउनुहोस्, म चाहिँ छोपेलाई भेटेँ होइन। मेरो नानी भेटेँ। नानी आउनुहोस्, यहाँ हेर्नु त, यहाँ हेर्नुहोस् त, हेलो भन्नु। अहिले चाहिँ म चाहिँ नानीलाई रिसिभ गरेर ल्याउँदैछु, नानीलाई रिसिभ गरेर ल्याउँदैछु। यहाँ चल्दै आउँदैछ मेरो भाइ चाहिँ होइन। नचल्नु नचल्नु, मेरो नानी चाहिँ यसरी हिँड्छ है स्कुलदेखि आउँदा चाहिँ। हेलो गाइस भनिदिनुहोस् न, यता फर्किनुहोस् त। मेरो नानी र म चाहिँ यसरी हिँड्दै हिँड्दै आउँछु ब्याग बोकेर नि। म चाहिँ ब्याग बोक्छु र मेरो छोरा चाहिँ यसरी हिँड्छ है साथीहरू। हेरिदिनुहोस् है, मेरो नानी चाहिँ जहिले पनि यसरी ल्याउनुपर्छ नि त साथीहरू। हामी चाहिँ भर्खर स्कुलदेखि आइपुग्यो, नानी र म चाहिँ हत्तु भयो हो। तपाईँहरू चाहिँ के गर्नु हुँदैछ? हामी चाहिँ स्कुलदेखि आयो। अब भाइको ड्रेस चेन्ज गर्नुपर्छ। आइज बेल उठ्दा होइन त। अब मेरो नानीको लुगा फेर्नुपर्छ, भर्खर आइपुगेको नि त हामी स्कुलदेखि। हत्तु भयो। नानीले बोक्नु लायो है मम्मालाई है। आज हिँडेन मेरो नानी चाहिँ, आज चाहिँ बोक्नु पर्यो, पानी परिरहेको थियो त्यसै कारणले मैले बोकेरै लिएको उसलाई हो। हिँड्नै सकेन। आउनुहोस् न, म मेरो बाबाको लुगा फेरिदिन्छु भनेर भनेको, शरम गऱ्यो भिडियोमा देखायो भनेर। हेर्नुहोस् न, उहाँकै लुगा फेर्दै शरम गर्छ साथीहरू। चाहिँ सानो छ होइन मेरो नानी, यत्रो छ तर पनि कस्तो शरम गर्छ। हेर्नुहोस् न, मेरो नानी यत्रो छ, माया लाग्दो छ तर पनि शरम गर्छ। ठुलो भएछ मेरो नानी चाहिँ जस्तो लाग्नु थाल्यो मलाई। पुग्दै थियो, पुगेको छैन त।
म 6 वर्ष पुग्यो भन्दैछ हो साथीहरू 5 मा त पुग्दैछ बाई बाई गरिदिनु न साथीहरूलाई साथीहरू अहिले चाहिँ हामी ठुलो पानी परिरहेको छ त्यसै कारणले नानी बोकेर घर जाँदैछौँ तल घर हामी चाहिँ यसरी होइन बिजोक भएर साथीहरू हेर्नुहोस् न पानी चाहिँ यति बेसी यसरी परिरहेको छ साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ होइन अघि पनि यो लुङदार देखाएको थिएँ नि तपाईँलाई बेसी पानी परिरहेको छ यहाँ चाहिँ होइन यहाँ परबाट मान्छेहरू पनि आउँदै रहेछ अन्धार चाहिँ पानी परिरहेको छ म चाहिँ खुट्टामा यसो चप्पल लगाइरहेको छु मेरो नानी चाहिँ यहाँ बोकिरहेको छ मैले हेलो भनिदिनु न मेरो नानी चाहिँ बोकिरहेको छु अहिले चाहिँ यस्तो पानी परिरहेको छ पानीको नौदुर्के नै चलिरहेको छ आमा छोरा जान्दैछु हेर्नुहोस् न साथीहरू हेलो साथीहरू म चाहिँ अहिले रोटीहरू पोलिसकेँ पापाको लागि होइन रोटी खानुहुन्छ अरे आज चाहिँ र यस्तो बनाएँ रोटी पनि यस्तो खालको पोलेँ होइन पोलिसकेँ र यो ट्राउटको सुपसिङा यो चाहिँ ट्राउट हो र ट्राउटको सुपसिङा आप्पालाई दिनुपर्छ अब आप्पा र म मात्र छ नि त भाइको नानी छ अन्त मेरो नानी छ र यहाँनिर दाल पनि पाकिरहेको छ अब दिनुपर्छ पापालाई होइन हाम्रो चाहिँ पानी परिरहेको थियो मौसम चाहिँ खराब भइरहेको छ तपाईँहरूतिर चाहिँ कस्तो छ यी पानी पुरा परिरहेको छ तपाईँहरूतिर चाहिँ कस्तो छ हेर्नुहोस् न म पनि यहाँ छु भयो कुकुर हेर्नुहोस् न साथीहरू हुन्छ सबैजनालाई बाई बाई